गाइस हामी चाहिँ करेन्ट कलेज छिटो खाइसक्नेवाला च्यालेन्ज खेल्दैछौँ। मेरो चाहिँ यति छ अनि यो चाहिँ मेरो छोरी हो ल, दिदीको छोरी मेरो पछि। ल स्टार्ट गरौँ न। 1 ल 3 2 1 बिस्तारै खाऊ है, सर्किँदैन। अनि म चाहिँ पानी खान नपाएँ है। पानी खायो भने त जो पनि जितिहाल्छ, त्यही भएर। यो हाम्रो करेन्ट चाहिँ भातकै साटो भयो जस्तो सक्नुहुन्छ। यस्तो स्पाइसी छ कि यो। एनिवे मेरो चाहिँ यो करेन्ट लास्ट हो नेपालमा। अब उता आएपछि म करेन्ट खाँदिनँ, पिरो सिरो केही खाँदिनँ भनेर मैले चाहिँ लास्ट करेन्ट खाएको। घरमै खान्छु सोचिरहेको थिएँ, बिर्सेँ क्या यत्तिकै, त्यही भएर। बिस्तारै खाऊ है, सर्किँदैन। लास्टमा चाहिँ जसले फर्स्टमा खान्छ त्यसले पिउन पाएँ है। गाइस तर अहिले यहाँ हाम्रोतिर भएको भए यसरी खाँदाखेरि पसिनाको धारा आउँथ्यो क्या, होइन? यहाँ काठमाडौँमा यस्तो शीतल न शीतल क्या, चिसो कस्तो शीतल छ क्या। यहाँ चाहिँ प्लेन पनि यहीँबाट उडिरहेको जस्तो लागिरहेको, यहीँ हो नि त एयरपोर्ट नजिकै। अझ हुन्छौ अनि गाइस यो च्यालेन्ज चाहिँ उसले जितिन्। अन्डा पनि खाऊ न त। खाइराखु। यो च्यालेन्ज चाहिँ सामीले जितिन् किनभने उसले फेरि थपिन् मबाट। अब उहाँले जित्नु भयो भने मै जित्ने हो फेरि गाईहरू, मैले थाहा पनि त। गाईहरूमा चाहिँ पिरो भइरहेको अरे अलि। मलाई यस्तो पिरो भइरहेछ, उसले यस्तो पिरो पनि खाइरहेछ। कति धेरै खाइसक्नु त्यो माथि, कति धेरै खाइसकिन् क्या त्यो माथि। गाईहरू टेस्टी छ। क्या टेस्टी छ। टाढा हो, भेना टाढा हो। अस्ति नै म बसेको ठाउँतिर चाहिँ अलिक नजिकै थियो, तर टाढा चाहिँ टाढै, त्यही पनि हल्का नजिक पर्थ्यो। अहिले चाहिँ अलिक टाढै हो। अहिले मैले हेला गरिरहेको थिएँ, लास्टमा एक काम लाग्यो। यो चाहिँ हामीले 3टा करेन्ट बनाएको हो क्या, 3टा करेन्ट हामी दुईजना साफ पाऱ्यौँ क्या। कति खायो मलाई अन्डा। पुरा खानुपर्छ है, एउटा पनि छोड्नुहुन्न। चुट पार्नुपर्छ। साफ भयो। गाईहरू चुट पार्नुपर्छ है। थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइस। उसको चाहिँ प्लेट देख्न सक्नुहुन्छ, उसले चाहिँ साफ पारेको छिन्, खाली प्लेट। मेरो चाहिँ यस्तो छ। अनि
उसले चाहिँ रिभ्यू र दिदी चाहिँ आराम खाँदै हुनुहुन्छ गाईहरू हामी चाहिँ मस्त खाँदैछौँ गाईहरू म चाहिँ गएकोमा 70 किलो भन्छ गाएर यो चाहिँ डिउ होला